चर्च जाँदैछौँ। हजुरहरूले पनि हेर्नु होला। अनि हामी चाहिँ गाडीमा बसिसकेका छौँ, बहिनी र म जाँदैछौँ। अनि मेरो बहिनी चाहिँ उता अगाडि हेर्न सक्नुहुन्छ मजाले बसेकी छे, अनि म चाहिँ पछाडि बसेको छु। यति गर्मी छ साथीहरू, यति बाहिरतिर यस्तो गर्मी छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हजुरहरू बस्ने ठाउँतिर कस्तो गर्मी छ थाहा छैन। मेरो कपाल त यस्तरी उडायो क्या हावाले, के गर्नु होइन, हावा लागेर उडिरहेको छ कपाल चाहिँ। अहिले चाहिँ म तपाईँहरूलाई बाटोको केही क्लिपहरू हाल्ने छु है त, तपाईँहरू मेरो ब्लग अन्तिमसम्म हेर्नु होला। साथीहरू गाडीबाट उत्रेर हामी आइसकेका छौँ। चर्च जाने बाटोमा छु मैले चाहिँ। गर्मीले यस्तो टाउको तताएको छ के भने, यस्तो गर्मी त कहिल्यै पनि भएन होला कि यो वर्ष, खै किन यस्तो गर्मी भए। मेरो बहिनी चाहिँ अगाडि लुखुर हिँडिरहेको छ, त्यो चाहिँ मस्तसँग। अनि यो चाहिँ चर्च जाने बाटो हो, यताको चर्च जाने बाटो साथीहरू। सुनसान छ क्या बाटो, मेन रोडबाट एकान्तमा छ चर्च, त्यही भएर यस्तो गर्मी छ। गरे हामी त एकछिन बाहिर हिँड्ने मान्छेलाई यस्तो हुन्छ, खेतबारीमा काम गर्ने बाहिरतिर काम गर्ने मान्छेलाई कस्तो हुन्छ होला क्या, गाह्रो छ साथीहरू। अहिले म चर्च पुगेपछि देखाउँछु हजुरलाई, मेरो भिडियो लास्टसम्म हेरिराख्नु होला है त। चर्च चाहिँ साथीहरू, मेरो चर्च चाहिँ को भन्दाखेरि यही हो, यहाँनिर छ मेरो चर्च होइन, हेर्न सक्नुहुन्छ। चर्च चाहिँ यही हो। अनि नेपालको यस्तै देखिने ठाउँ भने यो हो कि, हेर्नु न यतातिर चाहिँ सब्जी खेतीहरू टन्नै लगाउनुहुन्छ कि, मकैहरू लगाउनु भएको छ। अनि के हो, बोडीहरू बिनहरू लगाउनु भएको छ। अनि यस्तो हावा चलेको के हुन्छ साथीहरू। म चाहिँ अगाडि देखाउँछु है, अगाडिपट्टि हेर्दै गर्नु होला भिडियो। हामी चाहिँ साथीहरू 15 सेक्टरमा आएका छौँ, हेर्न सक्नुहुन्छ। 15 सेक्टरमा आएका छौँ, एकदम फेमस ठाउँ हो। हामी चाहिँ यहाँ दिनकै आउँछौँ, जब हामीलाई खान मन लाग्छ हामी चाहिँ यहीँ आउँछौँ। यति राम्रो पाइन्छ यहाँ, सबैजना नेपालीहरूले बोल्नु भएको छ। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने अवश्य आउनु होला, यति राम्रो छ यहाँ। म हजुरहरूलाई देखाउँछु है त। यो चाहिँ झोल मोमो है साथी। मेरो बहिनीले चाहिँ खाइसक्यो, कस्तो छ, मिठो हुन्छ कि यता छ झोल मोमो। नेपालको यस्तो टेस्टी यति चल्छ यो हो। यो पुरै स्टाफहरू हुनुहुन्छ कि यतातिर काम गर्ने पुरा स्टाफहरू हुनुहुन्छ, यति भिड भराएका हुन्छ नि यहाँ चाहिँ। हुन्छ साथीहरू, फाइनली साथीहरू अहिले चाहिँ हामी रुममा आइसकेका छौँ। बाहिरतिर त भन्नै पर्दैन, यस्तो गर्मी छ, यस्तो गर्मी छ, पुरै छोडिदिनुहोस्। बाफ्रे आज त यस्तो गर्मी थियो, हामी बाहिर हिँड्दाखेरि कि यो पुरा फुलिरहेको थियो क्या, मुखहरू हाफ भएर फुलिरहेको थियो। बिचरा बाहिरतिर काम गर्नेहरूलाई मान्नै पर्छ होइन। अनि आजको भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला, र प्लस मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। ओके, बाइ।